धेरै समय अगाडिदेखि एउटा कुरा माइन्डमा थियो, भ्यालु क्रिएसन र हामीहरूको भ्यालु, अरूको भ्यालु, यानि एज अ ह्युमन के हाम्रो भ्यालु छ र के हाम्रो साँच्चीकै भ्यालु छ? दिस इज अ बिगेस्ट क्वेसन अफ एभ्रिवान के सबैजनाको हुनैपर्ने एउटा प्रश्न भनेको वाट इज आवर भ्यालु के? इन्टरनल्ली पनि हामीले आफूलाई चिन्नको र एक्सटर्नल्ली पनि हामीले अरूलाई चिनाउन कसरी हो भन्दाखेरि द ओन्ली थिङ इज अ भ्यालु। र यो एउटा अनफर्मल डिस्कसन टाइप भिडियो जो लाइक मैले कहीँदेखि कलेक्टिभ कुरा सिकेको र यो मैले तपाईँहरूलाई पनि एउटा आफ्नो एक्सपिरियन्सहरू पढेको सुनेको कुराहरू भनेर तपाईँलाई पनि काहीँ न काहीँ युजफुल होस् भनेर। एउटा हार्वर्डको रिसर्च हुन्छ कि एक्चुअल ह्युमन भ्यालु भनेको हामी भर मात्र हुँदैन, हामी काहीँ न काहीँ युजफुल हुनुपर्छ। यो एउटा हार्वर्ड बिजनेसको पब्लिक रिसर्च हो है, एउटा पब्लिक रिसर्च हो। मैले यो टपिकमा धेरै ठाउँबाट कलेक्ट गरेको पोइन्टहरू आज म जो राख्न गइरहेको छु, मेबी फ्युचरमा पनि तपाईँलाई काहीँ न काहीँ र करेन्टली पनि काहीँ न काहीँ तपाईँलाई काम लाग्छ। हामी वास्तवमा हामी भर मात्र त हाम्रो भ्यालु हुँदैन नि, हामी मान्छेलाई एज अ ह्युमन अर्को ह्युमनलाई काहीँ न काहीँ हामी युजफुल हुनुपर्छ होइन। नट ओन्ली मैले कसैलाई चिनेछु, कसैले मलाई चिनेछ, मेरो सोसल मिडियामा गेन छ, मेरो सोसल मिडियामा गेन छ फलोवरको भन्दैमा मेरो फलोवरलाई मैले के कुरा डेलिभर गरिरहेको छ या मेरो फ्रेन्ड सर्कलमा म के कुरा डेलिभर गरिरहेको छु त? किन भन्दाखेरि एक्चुअल भ्यालु भनेको म बोलेर मात्र भ्यालु हुँदैन कि, हिजो पनि कोही बोलिरहेको थियो, आज पनि कोही बोलिरहेछ, भोलि पनि कोही बोल्ने नै छ नि। र एक्चुअल भ्यालु भनेको त हामी बोलिसक्दा, म तपाईँ बोलिसक्दा पनि जो कुरा बाँकी रहन्छ त्यो भ्यालु हो। यसलाई एकदम डिपली लिनु है। जो कुरा कन्भर्सेसन सकिसक्दा पनि बाँकी रहन्छ, जो महत्त्व बाँकी रहन्छ, जो लर्निङ बाँकी रहन्छ, जो नलेज बाँकी रहन्छ नि, त्यही नै वास्तवमा भ्यालु हो। जस्ट लाइक आज कोही मान्छेहरू कोही बिजनेसमा अड्केछ भनेपछि तिनीहरूले एज अ अर्को बिजनेसम्यानसँग मेन्टरसिप लिइरहेको हुन्छन् कि यो सिचुएसनमा ऊ पनि कहिले अड्केको थियो होला, उसको एक्सपिरियन्सले त्यो समस्या हामीले फेस गरिरहेको समस्याहरूबाट हामी आउट भयौँ भनेर, हामी सल्भ गरेर हामी त्यसलाई सकौँ भनेर। लाइकवाइज डक्टरको भ्यालु भनेको हामी बिमारी हुँदाखेरि हाम्रो क्योरमा एउटा धेरै ठुलो भूमिका हुन्छ। र आजको यो डिस्कसन जो म गरिरहेको छु, जो तपाईँसँग गरिरहेको छु, त्यसको पनि एउटा क्वेसन के हो भन्दाखेरि के हो त वास्तवमा भ्यालु अफ अस के? तपाईँको, मेरो र कसै एउटा वुमेनको भ्यालु के हुन्छ र के हो हाम्रो भ्यालु भन्ने एउटा क्वेसनको जवाब खोज्नु नै पर्नेछ। आज सोसल मिडियामा हामीहरू इजिली छ, कमेन्ट गर्न सकिन्छ होइन, कसैलाई पनि राम्रो नराम्रो आफ्नो ओपिनियन त राख्न सकिन्छ। तर हामीसँग एउटा सानो कुरा पनि एज अ आफ्नो सर्कल हामीले गर्न सक्ने कुरा पनि सल्भ भइ नै रह्यो होला, हामी गरिरहेको होला, तर एकदम रियर छ क्या। कसैले एज अ सोसल हामी सबैलाई भन्न सक्छौँ, तर हामीले गर्न सक्ने कुराहरू पनि आजको टाइममा एकदम रियर छ जो हामी गरिरहेको छौँ। र एउटा भन्दा नि तितो सच, एउटा तितो ट्रुथ हो, तर जो हामीले मान्नु नै पर्ने हुन्छ। यो मैले जो पोइन्टहरू कलेक्ट गरेँ त्यसबाट केही पोइन्टहरू, आज हामी बोल्न त बोल्छौँ होइन, केही सबै कुरामा हामी आफ्नो आफ्नो एउटा ओपिनियन, आफ्नो विचार दिनै रहेको हुन्छौँ। तर के हामीले हरेक आफ्नो दिएको विचारको रेस्पोन्सिबिलिटी लिन सक्छौँ त? ओपिनियनको रेस्पोन्सिबिलिटी, किन भन्दाखेरि आज त एउटा कसैलाई पनि केही कुरा समस्या भयो या केही कुरा अड्केछ भने इजिली हामी ओपिनियनहरू दिन्छौँ, आफ्नो कुराहरू भन्छौँ, तर हामीले आफ्नो कुराको रेस्पोन्सिबिलिटी लिन सक्छौँ त? अलमोस्ट 95% इट्स नो होइन। हामी कसैको पनि रेस्पोन्सिबिलिटी लिँदैन हामीले जे बोलेको छौँ। तर एउटा डक्टरले केही कुरा सिकाउँदा, केही कुरा दबाई लेख्दा पनि उसको साइन हुन्छ, उसको प्रिस्क्रिप्सन हुन्छ, उसको जिम्मेदारी हुन्छ। र आज हामी सबैको एउटा ठुलो समस्या भनेको पनि जिम्मेदारी हो, यानि रेस्पोन्सिबल हामी छैन होइन। कुनै कुरामा पनि रेस्पोन्सिबल, मैले नट फर द अल होइन, तर म्याक्सिमम आजको हाम्रो जेनेरेसनमा समस्या भनेको एकदम इजिली ओपिनियन दिने, तर कुनै पनि
वी आर नट रेस्पोन्सिबल के अहिलेको जो युवा पुस्ता छ अहिले त हुँदैछौँ, अहिले त हामी रेस्पोन्सिबल हुँदै पनि छौँ, तर नट त्यति, तर आज हुने नै पर्छ। किन भन्दाखेरि आज हामी सबै केही न केही बन्न चाहिरहेको छौँ होइन। कोही पोलिटिक्समा आउन चाहिरहेको छ, कोही राम्रो बिजनेस गर्न खोजिरहेको छ, कोही राम्रो पोस्टमा जान चाहिरहेको छ, तर हामी साँच्ची नै त्यसको लागि क्यापेबल छौँ त? हामी त्यसमा भ्यालु क्रिएसन गरिरहेको छौँ त? यो आज मैले पनि बुझ्नुपर्ने कुरा हो, सबैले हामीले बुझ्नुपर्ने कुरा हो कि भ्यालु क्रिएसन हामीसँग भइरहेको छ त? र आज हामीले कसैको हाम्रो ओपिनियनले, किन भन्दाखेरि म त के भन्छु, एक्सपिरियन्स छ भने मात्रै एउटा ओपिनियन दिने हो क्या, त्यत्तिकै ओपिनियन दिनु हुँदैन, एक्सपिरियन्सबाट ओपिनियन दिनुपर्छ। र के हाम्रो कुनै न कुनै ओपिनियनले कसैको राम्रो भएको छ त? हामीले आफ्नो ओपिनियनले कसैलाई राम्रो बनाएको छौँ त भन्ने कुरा पनि हामीले सोच्नु नै पर्छ। र बनाएको छ भने वेल डन, यो त राम्रो कुरा हो होइन। तर बनाएको छैनौँ भनेपछि हामी बनाउनु पर्छ, हामीले आज आफ्नो भ्यालुलाई क्रिएट गर्नुपर्छ होइन। एभ्री 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 फिल्डमा, सबै नै फिल्डमा जो अब सबैले सबै फिल्ड गर्न सक्दैन, तर आफ्नो आफ्नो फिल्डको हामीहरू एक्सपर्टिज र एक्सपिरियन्सले ओपिनियन दिनुपर्छ। र हामीले आफ्नो भ्यालु पनि खोज्नुपर्छ कि हाम्रो एक्चुअल भ्यालु के हो, हामीहरू भ्यालु क्रिएट गरिरहेको छौँ कि छैनौँ भनेपछि हामीले आफ्नो भ्यालु क्रिएट गर्नु नै पर्छ। किन भन्दाखेरि यो टाइममा विदाउट भ्यालु कसैको पनि ओपिनियन म्याटर्स गर्दैन क्या। कसैले अब सुन्लान्, केही व्यक्तिले सुन्लान्, तर दे टेक एकदम लाइटली के। त्यही भएर हामीले आफ्नो भ्यालु क्रिएट गर्नुपर्छ। हाम्रो हाम्रो चाहना धेरै छ, हाम्रो एक्सपेक्टेसन धेरै छ, त्यही हिसाबले हामीले काम पनि गर्नुपर्छ। हाम्रो ओपिनियनको म्याटर्स पनि हुनुपर्छ र हाम्रो भ्यालु हामीले क्रिएट गर्नै पर्छ। हाम्रो फ्यामिलीमा पनि गर्नुपर्छ, हाम्रो सोसाइटीमा पनि गर्नुपर्छ, हाम्रो सिटीमा पनि गर्नुपर्छ, र यस्तै नै हामी आफ्नो कन्ट्रीमा पनि केही न केही भ्यालु क्रिएट गर्नुपर्छ। र भ्यालु क्रिएट गर्नेवालालाई मात्र याद गर्छन् मान्छेहरूले होइन। मान्छे त दुनियाँमा कति आए कति गए, तर वास्तवमा कसले के भ्यालु क्रिएट गरेको छ त, द्याट्स म्याटर्स के।